नमस्कार आदरणीय दर्शकहरू, एकीकृत माओवादी पार्टीको विस्तारित बैठक जारी छ र यो बैठकले प्रचण्डको एकल नेतृत्वमा पार्टीलाई अगाडि बढाउने निर्णय गरेको छ। साँच्चै अब पार्टी कसरी अगाडि बढ्ला अथवा प्रचण्डको प्रस्तावमा असहमति राख्ने नेता के भन्नुहुन्छ? मक्सिर 4 गते संविधान सभाको निर्वाचन गर्नु छ। संविधान सभाको निर्वाचनको मुखमा एकीकृत माओवादी पार्टीभित्र देखिएको नेतृत्वको होडबाजी कसरी समन्वय भयो र कसरी पार्टी एकता भएर चुनावमा जाने निर्णय गरेछ। आज हाम्रो बीचमा हुनुहुन्छ प्रचण्डको प्रस्तावमा असहमति राख्ने नेता नारायण काजी श्रेष्ठ प्रकाश यहाँलाई कार्यक्रम स्वागत गर्छ। धन्यवाद निजी। तपाईको पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्वको समाधानको सूत्र के हो त अहिले? उसो भए होइन, अहिले त हाम्रो मुख्य सूत्र के हो भने अहिलेको देशको आवश्यकता संविधान सभाको निर्वाचन हो। त्यो निर्वाचन सुनिश्चित गर्न र त्यो संविधान सभाको निर्वाचन भइसकेपछि त्यसबाट संविधान निर्माण गर्नको निम्ति हाम्रो पार्टीको एकता आवश्यक छ। तर पनि एकताको देखावटी भइरहेछ नि अहिले त। हर हालतमा एकता, त्यस आधारमा नै हामी अगाडि बढिरहेका छौँ। त्यही हो सूत्र। मनदेखि नै एकता तपाईँको पार्टीभित्र हुन सकेको छैन अहिले? होइन, दृष्टिकोणमा, विचारमा, नीतिमा अहिले लिनुपर्ने नीतिमा पनि हाम्रो मतभेद हुन सक्छ। मतभेदको बिचमा पनि एकता खोज्ने त चाहिँ पद्धति हो। त्यसकारणले हामीले सबै कुरो ठ्याक्कै मिले त भनेको छैनौँ। होइन, जस्तो हामीले बाबुरामजीले राजीनामा दिनु, नियत स्पिरिट अथवा त्यागपत्र दिनु, नियत स्पिरिट उहाँले भने जस्तो चाहिँ सकारात्मक नै भए पनि तर त्यो त बेचीको भनेको छौँ नि त। किन बेची? बाबुराम नपाउनु नारायण काजी श्रेष्ठ के नपाउनु? अनि नपाउने त पुरै भयो। किन? होइन, हामीले त के भन्या भने बाबुरामजीले मात्रै होइन, अध्यक्ष बाबुरामजी मैले नै लिडरसिपका टिमले चाहिँ एकपटक नेतृत्वमा आइसकेपछि, प्रमुख नेतृत्वहरूमा आइसकेपछि जीवनभर चाहिँ नेतृत्वमा बस्नुपर्छ भन्या जस्तो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूमा जो देखा पर्यो त्यो प्रवृत्तिलाई तोड्नुपर्छ। हामीले नेतृत्व एउटा कालक्रम पछाडि छोड्नुपर्छ भन्ने हो। तर त्यो छोड्नका लागि हामीले क्रान्तिका कार्यभार कति पुरा गर्यौँ? 1, देशको विशिष्ट स्थिति अनुकूल छ कि छैन? 2, तेस्रो चाहिँ हामीले सल्लाह गरेर एउटा निष्कर्षमा पुगेको परिणाम? 3, चौथो कुरा चाहिँ स्वैच्छिक रूपमा छोड्ने हो भने यो अनुकूल स्थिति हो कि होइन भन्ने निष्कर्ष निकालेर छोड्नुपर्ने हुन्छ। अहिलेको स्थितिमा तपाईँको पार्टीको नीतिमा नि विवाद छ उसो भए? होइन, केही त विवाद त छँदैछ। केमा विवाद छ पार्टीभित्र? पार्टीभित्र नीतिगत विवाद त अब केही मुद्दाहरूमा छन्। मूलभूत विचारधारात्मक राजनीतिक कार्यदेशमा हामी एकता छ। विशेष गरेर हेटौडामा सम्पन्न एकताको 7औं राष्ट्रिय महाधिवेशन पछाडि हामीले जुन कार्यदिशाको संश्लेषण गर्यौँ त्यसमा लिडरसिप टिम, सिङ्गो पार्टी एकताबद्ध छ। खालि त्यसमा कतिपय व्याख्याहरूमा एकरूप समझदारीका साथ तलसम्म लैजानु पर्ने आवश्यकता छ। त्यो काम हामी गर्न खोजिरहेका छौँ। राष्ट्रिय स्वाधीनताका कतिपय मुद्दाहरूमा राष्ट्रिय सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय हितको रक्षाका कतिपय प्रश्नहरूमा कसरी जाँदा उपयुक्त हुन्छ र हाम्रा क्रियाकलापहरू त्यो अनुकूल छ कि छैनन्, कतिपय कुरा हामीले सच्याउनु पर्ने छन् कि छैनन् भन्ने बारेमा हाम्रो पार्टीमा छलफल छ। त्यो छलफलको लागि एउटा छुट्टै विस्तारित बैठक गर्ने भनेर हामीले सोचेका छौँ। तर पनि त्यो विस्तारित बैठक नहुने भइसक्यो। महाधिवेशनले जुन किसिमको निर्णय गरेको थियो नि त्यो त सिद्धिसक्यो। सिद्धिनै सक्यो। नारायण काजी श्रेष्ठ, तपाईँ एउटा कुरा चाहिँ लेखिराख्नुहोस्। राष्ट्रिय स्वाधीनताको विषयमा, देशभक्तिपूर्ण आन्दोलनको विषयमा हाम्रो छुट्टै आधिकारिक निकाय केन्द्रीय समितिको बैठक भन्दा माथिल्लो स्तरको बस्ने भनेर जो महाधिवेशनले म्यान्डेट दिएको छ त्यसलाई उल्लङ्घन कसैले गर्न सक्दैन। त्यो बैठक नेतृत्वले गरिसक्यो, प्रचण्डजीले गरिसक्नुभयो, बाबुराम भट्टराईले गरिसक्नुभयो, त्यो निर्णयलाई उल्लङ्घन गरिसक्नुभयो। नारायण काजी कसरी गर्नु? उहाँहरूले बैठक नबोलाउने भनेर भनिसक्नुभयो। कहिले भन्नु? महासङ्घको केही क्रियाकलापमा संलग्नमा कसैलाई अधिकार छैन। मसँग सल्लाह भए अनुसार हामी चुनाव पछाडि त्यो विस्तार बैठक बोलाउँछौँ भन्ने थियो। त्यो राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलनको विषयलाई लिएर छलफल गर्ने बैठक बस्छ। कसैले त्यसलाई काट्नै सक्दैन। राष्ट्रिय स्वाधीन बेलामा बेमौसमको बाजा होइन त? जसले देशभक्तिपूर्ण धाराको प्रतिनिधित्व गर्न सक्दैन त्यो कम्युनिस्ट नै हो, क्रान्तिकारी नै हो। तपाईको पार्टी उसो अहिले क्रान्तिकारी होइन, कम्युनिस्ट पार्टी होइन, एकीकृत माओवादी पार्टी क्रान्तिकारी हो, कम्युनिस्ट पार्टी पनि हो। त्यसकारणले नै हाम्रो पार्टीले सबभन्दा राम्ररी देशभक्तिपूर्ण गर्न सक्नुपर्छ, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सक्नुपर्छ, राष्ट्रिय स्वाभिमानको रक्षा गर्न सक्नुपर्छ, राष्ट्रिय हितको रक्षा गर्न सक्नुपर्छ। अहिले तपाईको पार्टीले सबै कुरा छोडिसक्यो। राष्ट्रिय स्वाधीनताको आन्दोलन छोडिसक्यो भने त म मान्दिनँ। देशभक्तिको भावनालाई छोडिसक्यो। कमजोरीहरू छन्, त्यो कमजोरी सच्याउनु पर्छ भनेर पार्टी व्यापी रूपमा आवाज उठ्यो।
तर पार्टी अध्यक्ष प्रचण्ड र नेता डाक्टर बाबुराम भट्टराईले छ नि राष्ट्रिय स्वाभिमानको कुरा, देशभक्तिको कुरा सबै छोडिदिनु भयो। त्यसरी त नसोचौँ। कतिपय कमजोरी बा कतिपय नीतिगत मतभेद भएका छन्। नीतिगत मतभेदहरू बा नीतिगत त्रुटिहरूलाई पनि सच्याउनु पर्छ। व्यवहारिक कमजोरीहरूप्रति चाहिँ हामी अब आइन्दा त्यसो नगर्ने गरेर चाहिँ राष्ट्रिय स्वाभिमान र हितको रक्षा गर्ने गरी अगाडि बढ्नु। तपाईँ यो राष्ट्रिय स्वाभिमानको कुरालाई कहिलेसम्म उठाइरहनुहुन्छ? जहिलेसम्म म बाँच्छु, जहिलेसम्म हाम्रो देश एउटा चाहिँ मानव विकासको क्रममा छुट्टै अस्तित्व रहन सक्छ, त्यो बेलासम्म, विश्व एउटै नबन्दासम्म, साम्यवाद नपुग्दासम्म, होइन, एउटा देश समाज विकासको हिसाबले त्यसको अस्तित्व कायम रहनुपर्ने अवस्थासम्म म देशभक्तिको आवाज उठाइराख्छु। त्यो देखावटी हो कि भित्री मनदेखिको कुरा हो? नेपालमा त कस्तो भइसक्यो अब अहिले भने नि, त्यसको नि मुख्य दोष त पोलिटिकल लिडरसिपकै छ। पोलिटिकल लिडरसिपले परिवर्तनलाई संस्थागत गर्न सकेन। शहीदहरूले यत्रो बलिदान दिए, त्यो अनुसारको परिवर्तनको प्रक्रिया अगुवाई गर्न सकेन। नातावाद, कृपावाद, भ्रष्टाचार बा अरू चाहिँ परिवर्तनलाई संस्थागत गर्ने कुरामा देश र जनताप्रति गम्भीर जिम्मेवारी बोध प्रदर्शन गर्न सकेनन्। त्यसले हो। तर कस्तो भइसक्यो भने कोही मान्छे सरकार गएपछि भ्रष्टाचार नगरिकन बस्या होला र, कोही मान्छे चाहिँ घुस नखाइकन बस्या होला। सुन्नुहोस् न, कोही मान्छे सुन्नुहोस्, त्यही कुरा म भन्दैछु। कोही मान्छे नातावाद कृपावादबाट मुक्त होला र, कोही मान्छे चाहिँ अनियमित काम गर्नेबाट मुक्त होला र, कोही मान्छे चाहिँ इमान्दारीपूर्वक काम पनि गर्ने होला र। देखाउँदा एउटा कुरा बाहिर एउटा भने जस्तो भयो। तपाईँको अझै बुझ्नु पर्यो, यो देशमा देशभक्तहरू छन्, यो देशमा भ्रष्टाचार विरोधीहरू छन्, यो देशमा सिस्टम बसाउन खोज्ने मान्छेहरू छन्। तर हाम्रो देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै नेपाली समाजको आमूल परिवर्तन गर्न र नेपाललाई समृद्धिको दिशातिर लैजान, त्यो समृद्धि जनमुखी समृद्धि बनाउन हामी प्रतिबद्ध छौँ। मुद्दालाई पताउँदैन मान्छेहरूले, किन? त्यो उल्टो जस्तो लाग्छ मलाई। मलाई बरु प्रतिक्रिया कस्तो आछ भने यो मुद्दा जसरी उठाइएको छ त्यो मुद्दा नारायण काजीले कहिले नछोडोस्, यो प्रकाशले कहिले नछोडोस्, यसैमा देशको भविष्य छ, आशाको किरण त्यहाँ छ भनेर भन्नेहरूको आम देखिन्छ। प्रकाशले जुन किसिमको मुद्दा उठाउनुहुन्छ कसैको निर्देशन भएर उठाउँछन् भन्ने कुरा पनि त आउँछ नि बेला। हो, म निर्देशनमै उठाउँछु, मेरो विवेकको निर्देशनमा उठाउँछु। तपाईँको पछाडि कुनै शक्ति छैन? मेरो विवेकको निर्देशनमा उठाउँछु र म अन्तिमसम्म उठाउँछु। यो कुरा ख्याल गर्नुहोस्, म अन्तिमसम्म उठाउँछु। कसैसँग यो देशलाई बन्दगी राख्न, सम्झौता गर्न, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय हितको, राष्ट्रिय स्वाधीनताको प्रश्नमा कहिल्यै कसैसँग झुक्ने छैन, सम्झौता गर्ने। पार्टी अध्यक्ष प्रचण्डसँग सम्झौता गर्नु न यसबारेमा म गर्दिनँ। गर्दिनँ, कसैसँग गर्दिनँ, कुनै शक्ति केन्द्रसँग गर्दिनँ, कुनै व्यक्तिसँग गर्दिनँ। अनि पार्टीसँग पनि सम्झौता गर्नु यो मामलामा गर्दिनँ। अनि तपाईँको पार्टीमा भूमिका गौण हुँदै जान्छ नि त्यतिखेर? होइन, मैले पार्टीमा मेरो भूमिका स्थापित हुनलाई म राष्ट्रघाती हुनुपर्छ बा मैले राष्ट्रिय हित विपरीत कुरा गर्नुपर्छ भने यस्तो पार्टीको त औचित्य हुँदैन। तपाईँको पार्टीको नेतृत्वले राष्ट्रिय स्वाधीनताको कुरा सबै छोडिसकेको छ। एउटा महाधिवेशन पछि तपाईँले मैले भनिहालेँ नि, निहाल्नु भएको छ, पुरै छोड्यो। यो पार्टीको नेतृत्व र यो पार्टीको लाइन चाहिँ आत्मसमर्पणवादी भयो। लिडरसिप पुरै चाहिँ दलालमा रूपान्तरण भएको भए त तपाईँले मलाई अहिले यो पार्टीको नेताको रूपमा अन्तर्वार्ता लिनै पाउनुहुन्न। तपाईँ पार्टी छोड्नुहुन्छ त्यतिखेर त म रहँदै रहन्न। तर मलाई विश्वास छ माओवादी पार्टीभित्र तपाईँ रहनुहुन्न त्यतिखेर। म रहने त कुरा हुन्न, तर म तपाईँलाई भन्दैछु मुख्य कुरा यो हो कि यो पार्टी त्यसमा परिणत हुँदै हुँदैन। यदि भयो भने पार्टीले राष्ट्रिय स्वतन्त्रता आन्दोलन छोड्यो, अहिलेको स्थितिमा आवश्यक छैन भने हुँदैन। भयो, हेर्नुहोस् राजनीति असम्भव छैन। यो काल्पनिक कुरा नगर्नुहोस्। नेपाली कम्युनिस्ट आन्दोलनको सुन्नुहोस् एकछिन, नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धाराको मूल प्रवृत्ति हाम्रो पार्टी हो। यसले देशभक्तिपूर्ण आन्दोलनको प्रतिनिधित्व गरिरहेको छ। हाम्रो पार्टीमा नीतिगत केही समस्या छन्, छलफल छन्, यस सम्बन्धमा केही व्यवहारिक कमजोरी छन्। त्यसलाई सच्याउने दिशातिर पार्टी जान्छ, विकास गर्ने दिशातिर पार्टी जान्छ। तर पार्टी राष्ट्रघाती कहिल्यै हुन सक्दैन। सच्याउनै सक्दैन भनेर पार्टी नेतृत्व अगाडि बढिसकेपछि नेपालको कम्युनिस्ट आन्दोलन लिडरसिपसँग मेरो कुरा भएको छ, हामी सच्याएर जाउँ भनेर भन्नुभएको छ। कम्युनिस्टहरूलाई राष्ट्रिय शक्ति केन्द्रको सहयोग छ नि? होइन, कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्, तर कम्युनिस्टहरू त्यस कारणले सबभन्दा बढी देशभक्त हुन्। किनभने आफ्नो देशको रक्षा नगरिकन कोही अन्तर्राष्ट्रवादी हुनै सक्दैन। तर कम्युनिस्टहरूको छ नि देखावटी मात्रै हो राष्ट्रवादी। याद कुरो हो यो, कम्युनिस्टहरू नै सच्चा देशभक्तहरू। तर छैन, देखिएन।
इतिहास होइन पत्याउँदाखेरि अरूको जस्तै कम्युनिस्टहरूको पुष्पलाल पनि श्रेष्ठदेखि अहिलेसम्म आउँदाखेरि पुष्पलाल जस्तो देशभक्तलाई तपाईँले औँला ठोडाउन मिल्दैन। अनि मदन भण्डारीदेखि उहाँ देशभक्त हुनुहुन्थ्यो, सबै देशभक्त उसमा एकदम देशभक्त। प्रचण्ड पनि देशभक्त। त्यसमा प्रचण्डलाई देशभक्तिमा शङ्का छ र? प्रचण्डका नीतिगत तपाईँले रूपमा शङ्का गर्नुभयो नि। राष्ट्रियता सम्बन्धी कतिपय नीति, कतिपय व्यावहारिक निर्णयहरू कमजोरी छन्, त्रुटि छन् होला, छन् पनि कतिपय, त्यसलाई सच्याउनु पर्छ हाम्रो कुरा त्यो। तर प्रचण्ड देशभक्तिबाट धारालाई छोडेर दलालीको धारामा गयो भन्न त मिल्दैन नि। जुन किसिमको असहमति छ नि प्रचण्डको राष्ट्रियताको मुद्दामा, त्यसले त त्यही सङ्केत गर्छ नारायण श्रेष्ठ। होइन, मैले त्यो सङ्केत गर्दिनँ। मैले के सङ्केत गर्छु भने तपाईँको हाम्रो असहमति छ नि त प्रचण्डसँग हाम्रो अहिले। पार्टी अहिले पनि देशभक्तिपूर्ण धाराको प्रतिनिधि शक्ति हो, तर हाम्रो पार्टीमा पनि कतिपय नीतिगत बहस छ। मेरो र पार्टीका अरू साथीहरूका कतिपय साथीहरूका बीचमा आम पार्टी प्रतिको जहिले पनि देशभक्तिपूर्ण अडानको पक्षमा समर्थन छ। हाम्रा कतिपय निर्णयहरूमा चाहिँ